यो भिडियो चाहिँ सिमरायो छ्या भन्नेहरूको लागि सबभन्दा हामी सिमरायोको बारेमा जानकारी लिउँ। यो कस्तो एरियामा पाइन्छ भने नि जहाँ सिमसारहरू हुन्छ, जहाँ अलिक चिसो जग्गा हुन्छ त्यस्तो एरियामा पाइन्छ, जहाँ 12 मास पानीको पर्याप्त एभाइलेबल हुन्छ, जहाँ पर्याप्त स्रोत हुन्छ त्यस्तो जग्गामा हुन्छ। फेरि यस्तो जग्गामा पनि होइन झापा जस्तो गर्मी जग्गामा पनि हुँदैन, किनकि यसलाई अलिकति चिसो पनि चाहिन्छ, त्यही भएर सिमरायो है। अब म तपाईँहरूलाई यो सिमरायोको बेनिफिटको बारेमा पनि यही भिडियो बताउनेछु। पहिला हामी हल्का सिमरायोको गुणगान गर्दै हामी सिमरायो पनि टिप्छौँ यहाँ। अनि धेरै देख्न सक्नुहुन्छ प्रायः जस्तो यस्तो बगिरहने पानीमा हल्का फोहोर फोहोर जस्तो पानीमा पनि पाइने धेरै सम्भावना हुन्छ, किनकि यो सिमरायो हुने नै जहाँ जस्तो चिसो चिसो जग्गामा हो। सो देख्न सक्नुहुन्छ सिमरायोहरू। मैले पहिल्यै बनाएको भिडियोहरूमा पनि धेरैजनाले कमेन्ट गर्नुभएको थियो सिमरायो फोहोर जग्गामा हुन्छ, त्यति सफा हुँदैन भनेर। तर यसको बेनिफिटको बारेमा कसैलाई थाहा छैन क्या। यो एउटा हुन्छ नि अननाउन फ्याक्ट जस्तै हो क्या। त्यसको लागि म तपाईँहरूलाई अलिकति डिटेल्समा बताउनु गएँ। आजभन्दा धेरै वर्ष अगाडि, लगभग 8 वर्ष अगाडि होला, म सिक्किममा खतरनाक बिमारी भएको थियो। ज्यान्डिसदेखि लिभर ज्यान्डिससम्म पुग्न सफल भएको थियो। त्यतिखेर अब लिभर ज्यान्डिस हुँदाखेरि थाहा छ त अब कस्तो हुन्छ नि, आफ्नो जुन पाचन प्रणालीले अलिक हल्का काम गर्न छोड्छ अनि हामीलाई धेरै खानेकुराहरू पनि बार्नुपर्ने अवस्था हुन्छ। त्यस्तो कारणले गर्दाखेरि चाहिँ यसले चाहिँ हाम्रो जुन खाने जुन इम्युनिटी हुन्छ नि त्यसलाई अझै पनि इम्प्रुभ गर्न सक्छ, अनि हाम्रो डाइजेसनलाई इम्प्रुभ गर्न सक्छ, हाम्रो आइस जुन आँखा देख्ने दृश्यलाई हुन्छ नि त्यसलाई इम्प्रुभमेन्ट गर्न सक्छ। अझै पनि धेरै जस्तै हामीलाई इनर्जी लो फिल भइरहेको छ भने क्विक इनर्जी दिन सक्छ यसले। त्यही भएर यो चाहिँ हजुरले कहीँ पनि देख्नुहुन्छ भने डेफिनेटली ट्राई गर्नु होला, आफ्नो बच्चाहरूलाई खुलाउनु होला। म पनि तपाईँलाई यो भिडियोमा लास्टसम्म देखिरहनु भएको छ भने म तपाईँलाई बनाएर पनि देखाउने छु कसरी खाने भनेर। यसलाई फ्राई गरेर खान सक्नुहुन्छ, या त कुनै चाउचाउको साथ, कुनै करेन्ट नुडल्सको साथ बोइल गरेर खानु सक्छ, या त थुक्पासँग पनि बनाएर खानु सक्छ। मलाई चाहिँ जेमा बनाए पनि मिठो लाग्नु चाहिँ। कति धेरै रहेछ क्या, कति धेरै हेर्नुहोस् त। तर सफा छ पानी, त्यस्तो फोहोर पानीहरू छैन। यो देख्न सक्नुहुन्छ पुरा यो एरियामा चाहिँ सिमरायो। ल त देख्न सक्नुहुन्छ अहिले चाहिँ सिमरायो धुने कार्यक्रम चलिरहेको छ। यति ठुलो डाउमा चाहिँ मैले धेरै पानी राखेर सिमरायो धुन गइरहेको छु, किनकि यसको बिचमा चाहिँ त्यो बालुवाहरू माटोहरू हुन्छ, त्यो भएको कारणले 2-3 चोटि यसलाई प्रपर धुनु होला। अनि यसलाई बनाइ खानु चाहिँ एकदम त्यो साग हुन्छ नि जुन हाम्रो घरमा हुन्छ रायो साग, त्यस्तै बनाएर खाँदा पनि भयो, या त झोल हालेर खाँदा भयो, या त दालहरूसँग, या त सुँगुरको मासुहरूसँग, या त कुखुराको मासुहरूसँग पनि यसको स्वाद चाहिँ अत्यन्तै राम्रो हुनेछ। फटाफट यसलाई म धुन्छु अनि म तपाईँहरूलाई बनाएर पनि अनि लास्टमा यसको स्वाद पनि बताउने छु है त यही भिडियोमा। ल वाह, सिमरायोलाई चाहिँ मैले धोएर पनि बिचमा 2 टुक्रा पनि गरिसकेको देख्न सक्नुहुन्छ। अनि हल्का निचोरेको जति निचोरे पनि पानी त्यति नै आउँछ, र पनि निचोर्नु चाहिँ जरुरी छ है। अब तेल गरम भइसकेको छ, यसमा हामी हाल्ने सबैभन्दा पहिला 12 मसला अलिकति हाल्ने, अनि त्यसपछि भने यहाँ काटेको प्याज र लसुन पनि हाल्ने। यहाँ मैले रेडी गरिरहेको छु। यो अलिकति लसुन भयो अनि यो काटेको प्याज। ल अब तेलमै हल्का हल्दी हालेर सिधा हाम्रो सिमरायो जान्छ है त। यो गयो सिमरायो। यो त पाकेपछि धेरै कम भइहाल्छ नि। ल अब घटिसकेको छ, फेरि अब माथि हामी सिमरायो अझै थप्छौँ। सिमरायोमा नुन मैले एड गरिदिइसकेको छु। नुन एड गरिदिइसकेपछि यो अझै कम हुँदै जान्छ। हेर्न सक्नुहुन्छ यसलाई पल्टाउने बित्तिकै मुनि पुरै कम हुन्छ। फर्स्ट चाहिँ धेरै पानीको मात्रा आउनेछ, तर यसको सुकाउँदै गएपछि भरे अलिक ड्राई भइजान्छ। यसलाई पहिला हामी धेरै मात्रामा चलाएर यसलाई सुक्खा गरौँ है त। यो देख्न सक्नुहुन्छ अलिअलि पानी मात्रै अब चाहिँ सिमरायोमा बचिसकेको छ। धेरै बेर मैले कुक गर्दा पानी सबै सुक्नु सफल भइसकेको छ। अनि बत्ती गएको कारणले चाहिँ फ्ल्यास अन गरेर मैले अहिले भिडियो बनाइरहेको छु। देख्न सक्नुहुन्छ